आज चाहिँ हामीले इलेक्ट्रिक सर्किटको चाहिँ भेरी इम्पोर्टेन्ट न्युमेरिकलहरू गर्छौँ। मैले चाहिँ आज चाहिँ 5-6 वटा न्युमेरिकलहरू लिएर आएको छु। त्यो चाहिँ आज त्यसको चाहिँ सल्भ गर्छौँ है त। यहाँ छ यति धेरै 4-5 वटा न्युमेरिकलहरू लिएर आएको छु। यो इलेक्ट्रिक च्याप्टर चाहिँ धेरै इम्पोर्टेन्ट च्याप्टर हो कि, मतलब विद्यार्थीले थ्योरी पोर्सन बुझेन भने यो चाहिँ न्युमेरिकल पनि अलिक गाह्रो छ कि। त्यसैले चाहिँ थ्योरी चाहिँ एकदम राम्रोसँग, एकदम भनौँ न एकदम सानो सानो कुराहरूदेखि लिएर पुरै राम्रोसँग चाहिँ थ्योरीलाई चाहिँ केलाएर एकदम राम्रोसँग पढ्यो भने चाहिँ न्युमेरिकल चाहिँ इजिली गर्न सकिन्छ। तर थ्योरी एकदम राम्रो बुझ्नुपर्छ कि। तर जुनसुकैमै हो, थ्योरी बुझ्यो भने न्युमेरिकल गर्न त इजी हुने हो नि हामीलाई होइन। त्यसैले थ्योरी चाहिँ एकदम राम्रोसँग पढ्नु होला। त्यसपछि थ्योरी हेरिसकेपछि अनि बल्ल न्युमेरिकल पोर्सनमा आएर न्युमेरिकल भिडियो हेर्नु होला। यो चाहिँ पास्ट इयरको इम्पोर्टेन्ट क्वेसनहरू हो है त। यतिसम्म हजुरहरूले आयो भने पोटेन्सियोमिटर अनि त्यसपछि होस् इलेक्ट्रिक सर्किट चाहिँ सकिन्छ। न्युमेरिकल यतिभन्दा अरू आउँदैन भन्ने हुन्छ। म फर्स्टमा चाहिँ के गर्छु भने यो फिगर बेस्डवाला क्वेसन गर्छु है त। फर्स्टमा चाहिँ हामीले जे गर्दाखेरि पनि यो हाम्रो जुन क्वेसन हुन्छ नि, यो क्वेसन, त्यो क्वेसन चाहिँ एकदम राम्रोसँग बिस्तारै आनन्दसँग चाहिँ यो के भन्छ क्वेसन चाहिँ पढ्नुपर्छ के। यहाँ क्वेसन के पढाएको छ एकदम राम्रोसँग के पढाएको, के दिएको छ, गिभनमा के दिएको छ र के निकाल्ने भन्ने कुरा चाहिँ एकदम धेरै याद हुनुपर्छ। अ सिम्पल पोटेन्सियल सर्किट इज सेट अप एज एन फिगर होइन, using a uniform wire AB 1 meter long which has a resistance of 2 ohm. The resistance of 4-volt battery is negligible if the variable resistance R were given a value of 80. What will be the length of AC for 0 galvanometer deflection? फर्स्टमा चाहिँ एकदम राम्रोसँग क्वेसन पढ्नु भयो होइन। हामीले के पत्ता लगाऊ भने यो AC को लेन्थ पत्ता लगाऊ भने कि हामीलाई के दिएको छ भने यो AB भनेको यो यति भनेको यो युनिफर्म वायर भनेको चाहिँ AB भनेको यति हो नि त। यसको चाहिँ हामीलाई के दिएछ, लेन्थ दिएछ होइन। फर्स्टमा हामीले गिभन लेखौँ न, सोलुसन। हामीलाई गिभनमा के दिएको छ, यो लेन्थ अफ युनिफर्म वायरको दिए होइन। सो लेन्थ भनेको एलएबी कति दिएको छ हामीलाई, 1 मिटर दिएको छ कि छैन, दिएको छ। अनि विच ह्याज अ रेजिस्टेन्स अफ 2 ओम भनेको रेजिस्टेन्स कति दिएको छ, 2 ओम। द रेजिस्टेन्स अफ 4-volt ब्याट्री हामीलाई के दियो, ब्याट्री पनि दिएको छ होइन। यहाँ ब्याट्री पनि दिएको छ भनेको ई मानौँ हामीले, ई भनेको कति हो, 4 volt छ होइन। इज नेग्लिजिबल होइन, नेग्लिजिबल भने कि यसमा चाहिँ इफ द भ्यारिएबल रेजिस्टेन्स आर वेट गिभन अ भ्यालु अफ भनेको यहाँ यो चाहिँ रेजिस्टेन्स हो। यसलाई चाहिँ सानो आर, अब यसलाई सानो आर मानिदिउँ होइन। यसको चाहिँ रेजिस्टेन्स कति दिएको छ भने इन्टरनल रेजिस्टेन्स इफ द भ्यारिएबल रेजिस्टेन्स आर वेट गिभन अ भ्यालु अफ यति दियो भनेपछि यो सानो आर पनि दिएको छ हामीलाई। कति दियो, 2.4 दिएको छ होइन। वाट विल बी द लेन्थ अफ एसी रे, हामीलाई चाहिँ लेन्थ अफ एसी सोधेको छ। अनि त्यस हामीलाई 1.5 volt त दिएको छ नि त। यो भनेको बिएसी चाहिँ हामीलाई बिएसी दिएको छ 1.5 volt। अब हामीलाई के चाहिँ एलएसी निकाल्नु पर्यो होइन। सो त्यसको लागि चाहिँ हामीलाई के निकाल्नु पर्यो भने त हामीलाई के थाहा छ भने वी नो होइन। हामीलाई के थाहा भने यहाँ ई दिएको छ हामीलाई अनि यहाँ दुईवटा रेजिस्टेन्स छ नि त। सो हामीलाई भी इक्वल टु आइआर अथवा ई इक्वल टु आई अनि आर भनेको दुईवटा आर छ नि त, आर प्लस आर छ नि त, दुईवटा आर छ कि छैन, हामीलाई दुईवटा आर छ भनेपछि हामीसँग ई छ अनि त्यसपछि ठुलो आर पनि छ, सानो आर पनि छ। सो हामीले चाहिँ आई निकाल्न सकिन्छ कि सकिन्छ। यहाँबाट के निकाल्न सकिन्छ, ई बाई आर प्लस आर इक्वल टु आई निकाल्न सकेन, सक्यो नि। सो त्यही फर्मुला लगाइदिने कि आई इक्वल टु ई भनेको कति हो, 4 अनि त्यसपछि ठुलो आर भनेको रेजिस्टेन्स भनेको 2 प्लस सानो आर भनेको 2.4 भनेपछि कति आयो, 4.4। त्यसपछि क्यालकुलेटर हाल्नु त 4/4.4 भनेको 0.4 काट्यो अनि त्यसपछि 0.909
एम्पियर आयो है, यो आयो। हामीलाई के आयो, करेन्ट चाहिँ यति फ्लो भएको रहेछ भन्ने थाहा पायो होइन। अब हामीलाई चाहिँ फर होल पोटेन्सियोमिटर, फर होल पोटेन्सियोमिटरको लागि यो भिएबी भन्ने हुन्छ कि, त्यो चाहिँ के हो त, आइआर हो नि त, हो कि होइन, आइआर हो नि त, भी भनेको आइआर हो। सो भी भनेको हामीलाई आई भनेको कति छ, 0.909 इन्टु रेजिस्टेन्स भनेको कति छ, 2 छ भनेपछि कति आयो, 1.818 भोल्ट आयो है त। अब नाउ अब हामीलाई के पत्ता लगाउनु छ, यो एसी को लेन्थ पत्ता लगाउनु छ कि। अब हामीले एउटा फर्मुला हामीलाई के थाहा भने, हामीलाई एउटा फर्मुला थाहा नि त, भिएबी बाई भिएसी इक्वल टु एलएबी बाई एलएसी, यो फर्मुला थाहा छ, त्यो फर्मुला सबैलाई थाहा होला। सो भिएबी भनेको 1.818 अनि भिएसी भनेको 1.5 अनि एलएबी भनेको 1 मिटर अनि एलएसी भनेको, अब यसलाई माथि लिएर अब यो गर्दाखेरि चाहिँ एलएसी भने चाहिँ कति आउँछ, अथवा हामीलाई एलएसी पत्ता लगाउनु छ नि त। यो एलएसीलाई माथि लिएर जाने, यो 1.5 लाई माथि लिएर जाने अनि 1.81 लाई तल लिएर आएर अनि त्यसपछि डिभाइड गरिदिने, अनि त्यसो डिभाइड गर्यो भने चाहिँ एलएसी कति आउँछ नि, एलएसी भनेको चाहिँ 0.825 मिटर आउँछ है त। सजिलो छ कि छैन, सजिलो छ। हामीलाई चाहिँ यहाँ दुईवटा रेजिस्टेन्स दिएको छ, एउटा अनि यो ठुलो आर अनि सानो आर है त। यो क्वेसन फर्स्टमा चाहिँ एकदम राम्रोसँग बुझ्नु पऱ्यो कि क्वेसनले के भनेको छ र हामीलाई के निकाला भनेको छ, त्यसमा चाहिँ एकदम धेरै ध्यान विचार पुऱ्याउनु पऱ्यो भनौँ होइन। सो अब अर्कै यस्तै एउटा क्वेसन रहेछ त यहाँ। अब यहाँ अर्को क्वेसन के भने होइन, अ रेजिस्टेन्स अफ 4 ओहम एन्ड वायर एबी अफ लेन्थ 5 meter and resistance AT are joined in series and connected to a cell of EMF 10 volt and internal resistance 1 ohm. A parallel combination of two identical cells E is balanced across 3 meter of the wire is shown in figure. Calculate the EMF of each cell. भन्यो भने यसको EMF लेख, अघिको र यसको युज त्यस्तै रहेछ। अब हामीले के गर्नु पर्यो, सोलुसन। सोलुसनमा गिभन a resistance of 4 ohm and wire AB of length 5 meter and resistance 5 ohm are joined in series and connected to a cell a resistance of 4 ohm and wire AB of length a wire of length दिएर रहेछ हैन। भनेपछि लेन्थ अफ वायर भने एबी को लेन्थ दिएछ हामीलाई, लेन्थको एबी को लेन्थ दिएछ, कति दिएछ, 5 मिटर दिएछ हैन। एन्ड रेजिस्टेन्स पनि दिएछ 5 मिटर एन्ड रेजिस्टेन्स भनेको 5, यो ठुलो आरो है, रेजिस्टेन्स भनेको 5 ओहम दिए। अनि त्यसपछि यहाँ अ रेजिस्टेन्स अफ 4 ओहम भनेको यो अर्को आर पनि दिएर रहेछ, यहाँ रेजिस्टेन्स दिएर रहेछ फेरि यहाँ दिए। एन्ड आर जोइन इन सिरिज टु अ सेल अफ इएमएफ कतिको इएमएफमा इएमएफ भनेको कति 10 भोल्ट दिएछ हामीलाई हैन। एन्ड इन्टरनल रेजिस्टेन्स फेरि अघि चाहिँ के थियो, इन्टरनल रेजिस्टेन्स नेग्लिजिबल थियो जस्तो लाग्थ्यो हैन। यहाँ चाहिँ अनि त्यसपछि यहाँ चाहिँ इन्टरनल रेजिस्टेन्स दिएछ है, फेरि यहाँ आर ड्यास भनौँ भनेको 1 ओहम देख।
अच्छा, अ प्यारलल कम्बिनेसन अफ टु आइडेन्टिकल सेल इज ब्यालेन्स एक्रस भनेको यो दुईवटा आइडेन्टिकल सेल्सलाई चाहिँ अब यो जति यो पनि त्यति नै हुँदैन। आइडेन्टिकल सेललाई चाहिँ केले ब्यालेन्स गरेको छ भनेको 3 मिटर वायरले ब्यालेन्स गरे भनेपछि यसलाई ब्यालेन्स गरे। सो एलएसी भनेको चाहिँ के, लेन्थ अफ एसी भनेको चाहिँ 3 मिटर छ। अब हामीलाई यो पत्ता लगाउनु पऱ्यो कि भनेको यसलाई ब्यालेन्स गरे भनेपछि यो ई पत्ता लगाउनु पऱ्यो हामीले। यो ई इक्वल टु ए, अथवा हामीले चाहिँ यसलाई ब्यालेन्स गरे हामीले अघि यसलाई भी भनेको थियौँ नि त। सो हामीले चाहिँ यसलाई भिएसी मान्दा नि हुन्छ है। यो भिएसी भनेको र ई भनेको एउटै हो होइन। हामीले यो पत्ता लगाउनु छ। अब हामीलाई अघि केही फर्मुला लगाउने फेरि वी नो, हामीले अघिको फर्मुला के लगाएको थियौँ, आई इक्वल टु ई बाई आर प्लस आर ड्यास। फेरि यही फर्मुला लगाउने। यहाँ चाहिँ अघि चाहिँ दुईवटा रेजिस्टेन्स थियो अनि यहाँ चाहिँ 3वटा रेजिस्टेन्स छ के, हेर्न यहाँ एउटा रेजिस्टेन्स छ, यहाँ एउटा रेजिस्टेन्स छ, यहाँ एउटा रेजिस्टेन्स छ। यहाँ चाहिँ नेग्लिजिबल छैन कि, हामीले चाहिँ अघि चाहिँ नेग्लिजिबल थियो त्यसैले लाउनु परेको थिएन। अहिले त नेग्लिजिबल छैन नि त, अहिले त दिएछ नि त रेजिस्टेन्स हामीलाई, त्यसैले हामीले अहिले त रेजिस्टेन्स दिएछ, त्यसैले हामीले अहिले रेजिस्टेन्समा पनि अब यो एड गर्नु पऱ्यो। ई इक्वल टु आइआर होइन। ई भनेको 10 छ, आर भनेको कति 5 प्लस 4 प्लस 1 भनेको 1 एम्पियर नै आयो होइन, 1 एम्पियर नै आयो। अब त्यसैले फर अब होल पोटेन्सियोमिटरको लागि चाहिँ बिएबी भनेको के हो त, आइआर हो नि त। अनि आई भनेको कति हो 1 छ अनि आर भनेको 5, सो 5 भोल्ट नै आयो। अब हामीले अघिको फर्मुला लगाऊँ। अब नाउ अघिको फर्मुला के थियो, बिएबी बाई बिएसी इक्वल टु एलएबी बाई एलएसी। अनि त्यसपछि बिएबी भनेको हामीले कति पत्ता लगायौँ 5, अनि बिएसी हामीलाई पत्ता लगाउनु छ। बिएसी भनेको हामीले के पत्ता, बिएसी भनेको ई भनेको थियौँ होइन, बिएसी भनेको नै ई हो है। बिएसी भनेको कति हो ई, एलएबी भनेको 5 अनि एलएसी भनेको 3। यो 5 काट्यो, देयरफोर ई इक्वल टु 3 मिटर आयो भनेपछि ईको भ्यालु कति रहेछ त 3 मिटर रहेछ है त। हामीले यो पनि निकाल्यौँ। अब के गर्नु बाँकी छ, यताको गरौँ है। यता क्वेसनले के भन्यो, फेरि अ पोटेन्सियोमिटर इज 10 मिटर लङ, it has a resistance यति, it is connected series with a battery of 3 volt and a resistance of 10 ohm. What is the potential gradient along with wire? यहाँ चाहिँ potential gradient भनेर सोधेको रहेछ। क्वेसन एकदम राम्रोसँग पढ्नु भयो होला। हामीलाई के सोधेछ, पोटेन्सियल ग्रेडियन्ट सोधेछ हामीलाई। अब सोलुसनमा गिभनमा लेन्थ अफ वायर भनेको एलएबी नै देख, एलएबी नै माने त हामीले होइन। 10 मिटर लङ, इट हेज अ रेजिस्टेन्स it is connected series with a battery of 3 volt and a resistance of 10 ohm. यो चाहिँ जस्तै यो ठुलो आर भनेको चाहिँ के भने पोटेन्सियोमिटर यति लङ छ र यसको रेजिस्टेन्स चाहिँ यति छ अरे भनेको है। यो पोटेन्सियोमिटरको रेजिस्टेन्स भनेको। अनि फेरि एउटा सानो आर रेजिस्टेन्स भनेको चाहिँ यो चाहिँ यति ब्याट्री
मा कनेक्टेड भयो अरे अनि त्यसको चाहिँ रेजिस्टेन्स यति छ अरे भनेर यो चाहिँ सानो आर मानेको हो कि यहाँ नि त्यही त भने खोइ अघि क्वेसन अनि यहाँ पनि खोइ अघि पनि त्यस्तै त्यही भनेर पक्नै यसमा नि सोच रेजिस्टेन्स अफ 4 ओहम एन्ड वायर भनेको यति रेजिस्टेन्स 4 ओहम छ अरे अनि वायर एबी अफ लेन्थ भनेको चाहिँ यो वायर एबी हो नि वायर एबी अफ लेन्थ यति छ अरे अनि यसको रेजिस्टेन्स यति छ अरे भनेको के यो ठुलो आर भयो त्यसैले यसको रेजिस्टेन्स भनेको पोटेन्सियोमिटरको यो ठुलो एबीको रेजिस्टेन्स चाहिँ यति छ अरे है भनेर चाहिँ यो 5 ओहम भनेको है अनि त्यसपछि फेरि इएमएफ यति छ अरे अनि यसको इन्टरनल रेजिस्टेन्स यति छ अरे के अनि फेरि अर्को एक्स्ट्रा रेजिस्टेन्स पनि रहेछ भन्ने बुझेको बुझ्नु भयो होला इजी नै छ अनि त्यसपछि हामीलाई के सोध्यो भने अरे यति भयो अनि वाट इज द पोटेन्सियल ग्रेडियन्ट एलोङ विथ वायर हजुरहरूले चाहिँ एउटा के कुरा बुझ्नु भनेपछि यो ग्रेडियन्ट भन्छ नि यो ग्रेडियन्टको शब्द के हुँदा समथिङ बाई लेन्थ हो के त्यसै पोटेन्सियल ग्रेडियन्ट भनेको पोटेन्सियल बाई लेन्थ भने हो कि अब जस्तै अर्को कुनै ग्रेडियन्ट भन्ला अथवा त्यो समथिङ बाई त्यो लेन्थले डिभाइड गर्ने भन्ने बुझ्नुपर्छ ग्रेडियन्ट भनेको चाहिँ केहीले डिभाइडेड बाई लेन्थले चाहिँ त्यसलाई चाहिँ डिभाइड गर्ने भनेर बुझ्नुपर्छ कि सो पोटेन्सियल ग्रेडियन्ट भनेको चाहिँ हामीलाई भी भने हो नि त पोटेन्सियल भनेको त भी हो अनि बिएबी बाई एलएबी भनेको यसलाई लेन्थले डिभाइड गर्यो हामीलाई यो सोधेको कि हामीलाई सोधेको एक्चुअलीमा चाहिँ यो हो आजबाट के दिमागमा राख्ने भने ग्रेडियन्ट भन्ने शब्द चाहिँ के हुँदा समथिङले के अरे समथिङ डिभाइडेड बाई लेन्थ भन्ने बुझ्छ के पोटेन्सियल ग्रेडियन्ट भनेको हामीले पोटेन्सियल डिफ्रेन्सले डिभाइडेड बाई लेन्थले गऱ्यौँ सो पोटेन्सियल ग्रेडियन्ट भयो होइन अनि जसरी अरू के ग्रेडियन्ट होला त्यसलाई चाहिँ अरू बाई लेन्थले डिभाइड गर्ने भने बुझ्नु पर्यो त्यति बुझिसकेपछि चाहिँ यो चाहिँ इजी हुन्छ अनि यो चाहिँ के हो त वेक्टर क्वान्टिटी हो भन्ने पनि एउटा एक्स्ट्रा नलेज भयो अनि अब हामीलाई यो गिभन यति दिएको छ भनिसकेपछि हामीलाई एउटा के थाहा यो सजिलै भयो त अब हामीलाई वी नो बी इक्वल टु आइआर होइन आइआर हो भने हामीलाई थाहा छ कि छैन बी इक्वल टु आइआर हो भन्ने थाहा छ सो आर भनेको पनि के हो भन्दाखेरि फेरि आर भनेको पनि भन्ने जस्तै आर भनेको आर हो फेरि आई भनेको चाहिँ हामीले के पत्ता लगाऊ भन्यो भने चाहिँ हामीलाई यहाँ भिएबी नै पत्ता हामीलाई एलएबी छ होइन तर भिएबी पत्ता लगाउनु पऱ्यो नि त त्यसैले अनि त्यसपछि हामीले चाहिँ आई भनेको पनि फेरि यहाँ अर्को एउटा फर्मुला छ होइन जस्तै ई भनेको पनि आइआर हो भने हामीलाई थाहा आइआर प्लस आर हो भने थाहा छ नि त अनि त्यसपछि हामीलाई ई बाई आर प्लस आर गरे हो क्या इक्वल टु आई गरे हो नि बुझ्नुभयो भी भनेको आइआर नै हो फेरि यहाँ आईमा पनि हामीलाई दुईवटा रेजिस्टेन्स दिएको छ क्या त्यसैले बी इक्वल टु आइआर भन्ने बुझ्नु पर्यो सो ई बाई आर प्लस आर इन्टु आर अनि ई भनेको 3 भोल्ट R120 10 into 20 यो 30 सो भनेको 20 प्लस 10 भनेको 30 होइन 30 हो फेरि किन काटेँ छ मैले के मिस्टेक गरेँ 20 प्लस 10 भनेको है 3 into 20 बाई त्यत्तिकै यो प्लसमै काटिदिँदा रहेछ मैले 30 भयो अनि यो काट्यो अनि काटेपछि बल्ल 2 भोल्ट आयो होइन यस अब पोटेन्सियल ग्रेडियन्ट कति आयो त बिएबी भनेको कति बिएबी भनेको 2 भोल्ट एलएबी भनेको कति आयो 10 हे भगवान किन यस्तो तरिकाले लेखेँ मैले बी बाई एल लेखेँ मैले सो यति आयो
सो पोटेन्सियल ग्रेडियन्ट भनेको कति आयो त? यति आए 0.2 भोल्ट पर मिटर। यहाँ अलिकति रफ जस्तो भयो तर बुझिन्छ नि त, यो फर्मुला लगाएर त गर्ने हो नि। अब अर्को क्वेसनमा जाउँ। अब यो क्वेसनमा पनि के भने हो भने the EMF of a battery is balanced by a length of 75 cm on a potentiometer wide, and EMF of a standard cell of 1.02 volt is balanced by a length 50 cm of it. Calculate the EMF of the battery. Solution हामीलाई EMF सायद त सजिलो होला। The EMF of a battery is balanced by a length भनेको L1 भनौँ कति हो 75 cm छ, and the EMF of standard cell भनेको यति छ भनेपछि हो the EMF of a battery is balanced by a length, यसले ब्यालेन्स गरे हो on a potentiometer wire को, and EMF of a standard cell यति छ is balanced by a length भनेको यसलाई चाहिँ यसले ब्यालेन्स गरे भनेपछि L2 भनेको चाहिँ कति हो 50 cm छ। सो E2 भनेको चाहिँ 1.02 भोल्ट छ, अनि E1 भनेको चाहिँ इक्वल टु वाट भन्यो। हेर्नु the EMF of a battery is balanced by a length यतिले ब्यालेन्स गरे हैन on a potentiometer wire, and EMF of a standard cell of यतिले चाहिँ the EMF of a standard cell of यति भोल्टलाई चाहिँ is balanced by a length 80 cm भनेपछि यो E2 भयो यो L2 भयो नि त। अनि क्याल्कुलेट द EMF of the battery भनेको अर्को त्यो ब्याट्रीको EMF के रे कति हो भनेर पत्ता लगाऊ भने एउटा डाइरेक्ट फर्मुलाबाट आयो। जस्तै we know E1 by E2 L1 by L2। हामीलाई E1 पत्ता लगाउनु छ भनेपछि L1 by L2 into E2। L1 भनेको 75 by 50 into E2 भनेको 1.02 क्याल्कुलेट गर्नु। कति आयो त 1.53 भोल्ट आयो। यो क्वेसनमा के भनेको छ भने the diverse cell of a potentiometer has an EMF of a 2 volt and negligible internal resistance भनेको चाहिँ डाइभर्स सेल पोटेन्सियोमिटरको डाइभर्स सेलको EMF कति छ अरे 2 भोल्ट छ अरे। तपाईहरुले के बुझ्नुपर्छ भने फर्स्टमा डाइभर्स सेल भनेको कुन हो, टेस्ट सेल भनेको कुन हो भनेर बुझ्नुपर्छ। पाउने अघि गरेको छैन यहाँ यो जुन यहाँको बोल्ड हो नि यसलाई चाहिँ डाइभर्स सेल भन्छ के, अनि त्यसपछि यहाँको जुन हो नि यो चाहिँ टेस्ट सेल भन्छ। यसलाई चाहिँ के भन्दो रहेछ डाइभर्स सेल भन्दो रहेछ भनेर बुझ्नुपर्छ। सो यसको चाहिँ यसको चाहिँ अब डाइभर्स सेलको EMF कति छ अरे 2 भोल्ट छ अरे के, भनेपछि हामीले चाहिँ E मानेको थियौँ नि त यसलाई त। यसको EMF कति आयो 2 भोल्ट छ र नेग्लिजिबल इन्टरनल रेजिस्टेन्स अरे हैन। द पोटेन्सियोमिटर वायर हैज अ रेजिस्टेन्स अफ 3 ओहम रे के भनेको, अनि पोटेन्सियोमिटरको चाहिँ रेजिस्टेन्स कति छ अरे 3 ओहम छ अरे हैन। भनिसकेपछि त्यहाँदेखि क्याल्कुलेट द रेजिस्टेन्स निडेड इन सिरिज विथ द वायर अफ पोटेन्सियल डिफरेन्स यतिको भनिसकेपछि ठुलो आर भनेको 3 ओहम छ अरे। अनि त्यसपछि क्याल्कुलेट द रेजिस्टेन्स निडेड इन सिरिज भनेको यो पोटेन्सियल डिफरेन्स कति हो, यो V भनेको 5 MV हो भनेपछि 5 × 10⁻³ भोल्ट हैन। भनेपछि यसको रेजिस्टेन्स चाहियो के भन्दाखेरि हामीले चाहिँ यो वाट भने हो के। अनि त्यसपछि त जुन पोटेन्सियोमिटरको जुन वायर हो नि त्यो चाहिँ त्यसको चाहिँ अब जस्तै हामीले LAB मान्छौँ नि त त्यो लेन्थलाई चाहिँ त्यो चाहिँ 100 cm छ अरे। अनि त्यसपछि त्यसको अनि फेरि अनि ब्यालेन्स लेन्थ भनेको 60 cm छ अरे हैन।
अनि ब्यालेन्स भनेपछि एलएसी भनेको चाहिँ 60 सिएम छ अरे। अनि त्यसलाई अपडेट गर्ने त्यसलाई अब ब्यालेन्स गर्ने फेरि त्यसको ईको भ्यालु पनि पत्ता लगाऊ अरे क्या हामीले। भनेपछि यसलाई चाहिँ भिएसी मान्ने थियौँ नि। भिएसी भनेको 1, भिएसी भनेको ई माने पनि त्यो पत्ता लगाऊ अरे कि भिएसी भनेको ई पत्ता लगाऊ अरे। ई इक्वल टु वाट भनेर भनेको छ होइन। क्वेसन भनेको गिभन यति हो। हामीलाई एकदम राम्रोसँग बुझ्नु पऱ्यो केमा के लगाउने भनेर चाहिँ एकदम राम्रोसँग पढ्नु पऱ्यो कि। ड्राइभर सेल यति छ अरे, त्यसको इन्टरनल रेजिस्टेन्स छैन अरे, अनि पोटेन्सियोमिटरको चाहिँ रेजिस्टेन्स यति छ अरे भनेपछि त ठुलो आर भयो होइन। अनि क्यालकुलेटेड रेजिस्टेन्स भनेको के को रेजिस्टेन्स भन्दाखेरि इन सेरिज विथ द वायर अफ पोटेन्सियल डिफ्रेन्स यतिकोमा जुन रेजिस्टेन्स निडेड चाहिएको थियो नि हो त्यो पत्ता लगाऊ भने हो कि पोटेन्सियल डिफ्रेन्सको। भनेपछि हामीले सानो आर मानेको थियौँ त्यसलाई, हो त्यो पत्ता लगाऊ भनेपछि इज रिक्वायर एक्रस द होल वायर। अनि त्यो वायर कति लामो रहेछ त भन्दाखेरि 100 मिटर लामो रहेछ। अनि त्यसपछि त्यसलाई ब्यालेन्स, अनि त्यसपछि फेरि एउटा मतलब आधा आधा हुन्छ नि त्यो ब्यालेन्स हाफ, फेरि एउटा वायर के अरे 100 सिएमको छ भने त्यसपछि ब्यालेन्स लेन्थ भनेको 60 सिएम छ अरे। अनि त्यसलाई अप्टेन हो थर्मोकपल अफ इएमएफ। ई भनेको त्योभन्दा तलको टेस्ट सेल भन्ने हुन्थ्यो नि हाम्रो, त्यो मतलब ब्यालेन्स बाई तलको हो त्यो पत्ता लगाऊ रे के। मतलब हामीलाई के दियो भने पहिला यहीँ फर्मुला छ हामीलाई यहाँ यस्तो टोटल एबी दिएको छ भनेको एबी 100 छ। अनि त्यसपछि सपोज एसी भनेको त्यहाँ 65 समथिङ दियो नि, यसलाई ब्यालेन्स गर्ने ईको भ्यालु पत्ता लगा हा। अनि त्यसपछि अनि हामीलाई चाहिँ पोटेन्सियल डिफ्रेन्स छ नि त्यसको इन्टरनल रेजिस्टेन्स पनि पत्ता लगाऊ भने हा के। हामीलाई दुईवटा पत्ता लगाऊ भनेको छ क्या यसमा चाहिँ क्वेसनमा चाहिँ, बुझ्नुभयो नि। हो त्यो क्वेसनमा चाहिँ दुईवटा पत्ता लगाऊ भने भनेपछि अब हामी सोच्नु पऱ्यो कतातिर जाने भनेर। हामीले चाहिँ अब हामीलाई एउटा त फर्मुला हामीलाई थाहा छ नि त। के फर्मुला थाहा छ हामीलाई भन्नु त, वी नो ई इक्वल टु आई, दुईवटा रेजिस्टेन्स छ यहाँ, एउटा ठुलो आर प्लस आर होइन। यो ई भनेको के हो भन्दाखेरि ड्राइभर सेल, त्यो ड्राइभर सेलको इएमएफ हो कि ई भनेको चाहिँ के हो भन्दा इएमएफ भनेको चाहिँ इएमएफ अफ ड्राइभर सेल, द ड्राइभर सेल अफ अ पोटेन्सियल ह्याज ए इएमएफ भनेपछि यसको चाहिँ 2 भोल्ट छ भने एउटा फर्मुला यो भएन। यो मात्र लगाएर त हामीलाई आई पनि छैन, हामीसँग आई पनि छैन, हामीसँग यो आर पनि छैन, हामीसँग ई र आर मात्र छ। यो फर्मुला युज गरेर हाम्रो आउँछ त आउँदैन। अब फेरि हामीले अर्को फर्मुला लानु पऱ्यो कि। अब हामीले कुन अर्को फर्मुला लाने भन्दाखेरि चाहिँ अब यहाँबाट चाहिँ हामीले आई निकाल्नुपर्छ है। ई बाई आर प्लस आर भनेको चाहिँ आयो है, यो आयो होइन, यो फर्मुला आयो होइन। फेरि हामीले सोच्नु पऱ्यो कुन फर्मुला लाउने भनेर, यतिले त मात्र त आउँदैन। अब फेरि हाम्रो एउटा हेर्नु न यहाँ पोटेन्सियल डिफ्रेन्स छ नि त, भनेको पोटेन्सियल डिफ्रेन्स यहाँ भी छ नि त। अनि भीको पनि फेरि भी भनेको त इक्वल टु आइआर हो नि त, हो कि होइन। भी भनेको त आइआर हो। अनि त्यसपछि अब हामी यही फर्मुलामा यो आईको भ्यालु यहीँ पुट गर्दै भने चाहिँ हामीले थाहा छ होइन। अब त्यसपछि भी इक्वल टु आई भनेको यहाँ त ई प्लस आर आर, यो वाला फर्मुला यो वाला त अघि नै गरेको थियो है, यो वाला अघि नै पनि गरेको थियो, फेरि यहाँ पनि आएछ भनेपछि यहाँ अब ईको भ्यालु पुट गरिदिने। अब हामीलाई चाहिँ यो पत्ता लगाउने, अघि चाहिँ सायद यो पत्ता लगाउने थियो होला, अब अहिले चाहिँ हामीलाई यो आर पत्ता लगाऊ भने हो कि। हामीलाई त भी त थाहा छ नि त हामीसँग 5 × 10⁻³ अनि त्यसपछि ई भनेको कति हो 2, अनि ठुलो आर भनेको 3 प्लस सानो आर इन्टु आर भनेको कति हो 3 नै हो होइन। अब यसलाई यता लिएर जाऊँ है, यता लिएर जाऊँ। अनि त्यसपछि हामीलाई यो पत्ता लगाउनु हो, यसलाई यता लिएर जाऊँ। 3 प्लस आर 2 × 3 बाई योलाई यता लिएर आऊँ 5 × 10⁻³ अनि यो आरलाई यता लिएर आऊँ सेपरेट गरिदिउँ। 3 2 6 अनि 5 × 10⁻³ माइनस यो 3। देयरफोर आरको भ्यालु कति आउँछ क्याल्कुलेट गर्नु। आरको भ्यालु यति आउँछ होइन। अब हामीलाई अब यो रेजिस्टेन्स पत्ता लगायौँ। अब फेरि अगेन हामीलाई के पत्ता लगाऊ भने the wire is 100 cm long and balance length 80 is obtained for a thermocouple of EMF E. What is the value of E भनेर। सो हामीलाई यो पत्ता लगाउनु पर्यो भनेपछि त टोटल पोटेन्सियोमिटरको लेन्थ कति रहेछ त त्यो भनेको एलएबी। हामीले के लगाऊँ भने हामीलाई चाहिँ त्यसपछि हामीलाई
यो पत्ता लगाऊ भने चाहिँ हामीलाई यो वाला फर्मुला एउटा वाला फर्मुला नि BAC बाई BAB इक्वल टु LAC बाई LAB। यदि हजुरलाई सजिलो लाग्छ भने चाहिँ एउटा के अरे यो फिगर बनाएर पनि सजिलो हुन्छ होइन। तर मैले त यो फिगर त मैले उतापट्टिको फिगर बुझाएर गर्दैछु नि त, मतलब यहाँ फिगर नबनाए पनि अर्को फिगरलाई रिफरेन्स मारेर बुझाएको छु नि त, त्यसैले कि अब BAC भनेको हामीलाई पत्ता लगाउनु, BAC भनेको ई भने हामी डाइरेक्ट ई नै तोक्दिया लेखिदिउँ। अब LAC भनेको चाहिँ 60 CM CM काटिदिन्छ, यसले मार्क गर्नु पर्दैन। अनि 60 इन्टु BAB भनेको कति, BAB भनेको खै ए BAB भनेको यो है, BAB भनेको चाहिँ यो 5 इन्टु 10⁻³ अनि त्यसपछि LAB भनेको चाहिँ कति हो 100 छ। एउटा यो काट्यो भनेपछि ई कति आयो, ई भनेको 3 इन्टु 10⁻³ बोल आयो है त। दिस इज द एन्सर, दिस इज द रिक्वायर्ड एन्सर है त। हामीलाई वी हेभ टु फाइन्ड टु एउटा EMF मतलब एउटा ई अनि त्यसपछि एउटा चाहिँ के हो त इन्टरनल रेजिस्टेन्स। अनि त्यसपछि हामीले चाहिँ एकदम फर्मुला लगाएर यो सल्भ गऱ्यौँ है त। अब पोटेन्सियोमिटरको लगभग यस्तै क्वेसन आउने हो कि मतलब झुकिन्छ कि कुनलाई के मान्ने भनेर कि एकदम विद्यार्थी मतलब स्टुडेन्टहरू अब हाम्रो टाइममा मेरो टाइममा म पनि झुकेको थिएँ मलाई होइन। तर प्र्याक्टिस मेक्स अ म्यान पर्फेक्ट भने जस्तै हो कि यो त प्र्याक्टिस गरिराख्ने हो कि। अब के भने थ्योरी एकदम राम्रोसँग बुझ्यो भने चाहिँ अब न्युमेरिकल गर्न इजी हुन्छ, अब त्यही हो त अनि होइन। थ्योरी एकदम राम्रोसँग बुझ्नु पऱ्यो र यो चाहिँ न्युमेरिकल गर्दाखेरि चाहिँ हामीलाई के देह गिभन र के सोधेको छ भने बुझ्नुपर्छ क्या। मतलब यहाँ धेरै इन्टरनल रेजिस्टेन्स होला, अब कुनलाई EMF माने, कुनलाई ई माने, कुनलाई बी माने, अब कुन ठुलो आरो कुन सानो आरो भनेर अब धेरै हुन्छ नि त, त्यस्तो कन्फ्युजन हुन्छ नि त स्टुडेन्टहरूलाई। तर कन्फ्युजन मान्नु परेन, मैले हजुरहरूलाई मलाई लाग्छ हजुरहरूको कन्फ्युजन मैले दूर गरिदिएँ जस्तो। अब यसै नै गर्ने है सबै। अब फर्मुला अब यो चाहिँ पास्ट इयरमा आएको क्वेसनहरू होइन। अब अझै अरूहरू पनि प्र्याक्टिस गर्दै गर्नु। मलाई 5 वटासम्म चाहिँ मैले गरिदिएँ पोटेन्सियोमिटरको यति। अब अर्को च्याप्टरकोमा चाहिँ अब अर्को गरौँ। क्वेसन नम्बर 6मा चाहिँ ग्याल्भनोमिटरको छ है त। A galvanometer can bear a maximum current of 80 ray and has a resistance 80. Calculate the suitable resistance to convert into voltmeter of range and an ammeter of range भने होइन। यो चाहिँ ग्याल्भनोमिटरको क्वेसन हो। दुईवटा क्वेसन छ, एउटा क्वेसन म गर्छु, एउटा क्वेसन हजुरहरूले गर्नु। एउटै क्वेसन हो, आयो भने यस्तै टाइपको आउँछ, अरूको त आउँदैन। क्वेसन नम्बर 6 म गर्छु, 7 चाहिँ हजुरलाई म दिन्छु है त। सो क्वेसन नम्बर 6मा चाहिँ अब सोल्युसन गरौँ। हामीलाई गिभनमा के दिएको छ भने ग्याल्भनोमिटर क्यान बियर म्याक्सिमम करेन्ट। ग्याल्भनोमिटर भने नि त यहाँ ग्याल्भनोमिटर चाहिँ क्यान बियर म्याक्सिमम करेन्ट अफ 80 होइन। अनि त्यसपछि एन्ड ह्याज अ रेजिस्टेन्स यति रे के भनेपछि करेन्ट चाहिँ कति हो आवाज भने जस्तो हामीसँग करेन्ट फ्लोइङ कति छ भने करेन्ट फ्लोइङ अफ ग्याल्भनोमिटर भनेको त IG हो नि त। करेन्ट फ्लोइङ थ्रु ग्याल्भनोमिटर भनेको कति हो त IG हो होइन। करेन्ट दिस इज 25 mA छ भने 25 इन्टु 10⁻³ एम्पियर हुन्छ। अनि यसको रेजिस्टेन्स कति हो त भनेको G, यसको रेजिस्टेन्स कति हो 5 ओहम। अनि त्यसपछि हामीलाई क्वेसन नम्बर A ले सोधेको कि भोल्टमिटर अफ रेन्ज भनेको के भन्छ क्यालकुलेट द सुइटेबल रेजिस्टेन्स भने होइन। सुइटेबल रेजिस्टेन्स टु कन्भर्ट इन्टु अ भोल्टमिटर अफ रेन्ज 0-2 भोल्ट एन्ड भने फर्स्टमा भोल्टमिटर फर्स्टमा A को गरौँ होइन। अनि त्यसपछि फर्स्टमा चाहिँ भोल्टमिटर भनेपछि चाहिँ अब हामीले चाहिँ अब होइन त्यसको फर्मुला अब सेरिज ग्याल्भनोमिटरलाई कन्भर्जन अफ
कन्भर्सन अफ ग्याल्भेनोमिटर इन्टु भोल्टमिटर गर्दाखेरि अब हामीले केमा गराएको थियौँ तिनीहरू सिरिजमा राखेको थियौँ त्यसलाई होइन कन्भर्सन अफ ग्याल्भेनो इन्टु भोल्टमिटर भन्ने। तर यो गर्दाखेरि हजुरहरूले चाहिँ यसको थ्योरीको पुरै नलेज हुनुपर्छ। यसमा चाहिँ म डाइरेक्ट फर्मुलाबाट जान्छु। अब कसरी आयो भन्दाखेरि चाहिँ अब त्यो चाहिँ थ्योरी क्लास पोर्सनमा हेर्नुपर्छ है हजुरहरूले। थ्योरी पोर्सन हेर्नु भएन, फर्स्टमा थ्योरी हेर्नु अनि राम्रोसँग आएर बल्ल न्युमेरिकल हेर्नुपर्छ कि नत्र बुझ्दैन। सो कन्भर्सन अफ ग्याल्भेनोमिटर इन्टु भोल्टमिटरमा चाहिँ अब हामीले यसलाई सिरिजमा राखेको थियौँ। अब हामीले चाहिँ त्यहाँबाट चाहिँ त्यो रेजिस्टेन्स निकाल्ने फर्मुला चाहिँ आर इक्वल टु भी बाई आइजी माइनस जी थियो कि त्यसको फर्मुला चाहिँ। अनि भी भनेको चाहिँ कति हो भन्दाखेरि चाहिँ यहाँ 2 भोल्ट दिएको छ भनेपछि यहाँ 2 अनि आइजी भनेको चाहिँ कति हो 25 इन्टु 10⁻³ अनि त्यसपछि माइनस जी भनेको चाहिँ कति हो त 80 जी भनेको खै 5 हो। जी भनेको 5 भनेपछि यसको क्यालकुलेट गर्दाखेरि कति आउँछ भन्दाखेरि क्यालकुलेट गर्नु अनि डाइरेक्ट कति आउँछ भने क्यालकुलेट गर्दाखेरि 75 ओम आउँछ क्या। यो सजिलो छ। अनि त्यसपछि बीमा चाहिँ अब एन एमिटर अफ रेन्ज यति एम्पियरले भनेपछि चाहिँ अब हामी कन्भर्सन ग्याल्भेनोमिटर एमिटर भने जस्तो भयो होइन। त्यसमा चाहिँ भोल्टमिटर अब एमिटरमा चाहिँ हामीले प्यारललमा राखेको थियौँ होइन रेजिस्टेन्स। अनि त्यसको चाहिँ के थियो भने यसको फर्मुला डाइरेक्ट फर्मुलाबाट गर्दै मैले यो त आइजी भने चाहिँ आई माइनस आइजी इन्टु जी यो फर्मुला थियो। यो दुईवटा फर्मुला चाहिँ हामीले कन्ठा हुनुपर्छ कि हाम्रो चाहिँ एनी हो यो दुईवटा फर्मुला चाहिँ जसरी पनि कन्ठा हुनुपर्छ। त सजिलो छ कि यसमा मतलब यो फर्मुला त याद त हुनु पऱ्यो नि त त्यो के अरे थ्योरी पोर्सनमा हेरिसकेपछि चाहिँ। अथवा याद भएन भने फेरि हेरेर आउने अनि प्र्याक्टिस गर्ने अथवा आफूलाई नलेज यो डेरिभेसन कसरी थ्योरीको त्यो डेरिभेसन हामीले त्यो डेरिभेसन गरेछ नि त यसको त अनि कसरी आयो भन्दाखेरि आफूले रफली गर्दा नै हुन्छ होइन। यदि फर्मुला आएन भने तर घोक्दा राम्रो हुन्छ, बुझेर घोक्नु पर्दा राम्रो हुन्छ। आइजी भनेको चाहिँ कति भने 25 इन्टु 10⁻³ अनि आई भनेको त कति हो यहाँ 10 एम्पियर देखेको छ नि त 10 - 25 इन्टु 10⁻³ इन्टु जी भनेको 5। अब क्यालकुलेट गर्नु कति आउँछ 1.25 इन्टु 10⁻² यति आयो। सो रेजिस्टेन्स अब सिरिजको लागि चाहिँ यति रेजिस्टेन्स भयो, प्यारललको लागि रेजिस्टेन्स भयो अरे होइन। भोल्टमिटरको लागि यो अनि एमिटरको लागि यो हो। सो यसको एन्सर यति आयो। यो सजिलो छ। यसको क्वेसन र यो क्वेसनमा के फरक छ हेर्नु त। मुभिङ कोइल मिटर भन्या यहाँ ग्याल्भेनोमिटर भनेको छ नि, यहाँ मुभिङ कोइल भन्या मुभिङ कोइल भन्नु भनेपछि ग्याल्भेनोमिटर नै हो कि ग्याल्भेनोमिटरमा कोइल कोइल हुन्छ नि त त्यसैले। सो मुभिङ कोइल भनेकै ग्याल्भेनोमिटर हो त। यो कुरा चाहिँ प्रश्न हुनु पऱ्यो कि मुभिङ कोइल भनेकै ग्याल्भेनोमिटर हो। हैज अ रेजिस्टेन्स यति छ अरे एन्ड इन्डिकेट्स फुल स्केल डिफ्लेक्सन होइन करेन्ट यति फ्लोज थ्रु इट हाउ दिस मुभिङ कोइल मिटर कुल बी कन्भर्टेड इन्टु भोल्टमिटर विथ ल क्वेसन राम्रोसँग सारेन छ मैले बाङ्ला क्वेसन सार्छु म। So this is the question. To a voltmeter with 0.3 volt range and to a ammeter with 0 point भने मैले 0.3 volt अनि 0 ड्यास अनि त्यसपछि अनि यो 1 एम्पियर भनेको यसमा चाहिँ करेन्ट 1 एम्पियर छ, यहाँ चाहिँ 3 भोल्ट छ। अरू त्यस्तै हो नि त भनेपछि क्वेसन यही हो। अब यही क्वेसन चाहिँ हजुरहरूले प्र्याक्टिस गर्नु तर एउटै हो। जस्तो अघि ग्याल्भेनोमिटर थियो अनि यहाँ मुभिङ कोइल छ त्यही त हो नि फरक। मुभिङ कोइल भन्नु र ग्याल्भेनोमिटर भनेको चाहिँ बोथ आर सेम भनेर बुझ्नु पऱ्यो है त।